भाग्य मानेको भूतै गमारो भन्छ नि होइन, नेपालीमा एउटा उखान छ। त्यस्तै भइदियो स्कटल्यान्डलाई। के भयो भन्दाखेरि अब बङ्गलादेशले चाहिँ अब आफूले चाहिँ हुन्छ नि त्यहाँ अब सेफ्टी सँगसँगै सेक्युरिटी इस्यु देखाएर चाहिँ अब उनीहरू चाहिँ हामी इन्डियामा चाहिँ आफ्नो म्याचेसहरू खेल्दैनौँ भन्दै गरेर आइसिसीलाई लेटर लेख्दाखेरि चाहिँ आइसिसीले के गरेन भन्दाखेरि उनीहरूले त्यहाँ कुनै पनि सेक्युरिटी थ्रेट छैन तिमीहरूको लागि, तिमीहरू आउँदैनौ भने तिमीहरूलाई के हुन्छ भन्दाखेरि तिमीहरूलाई रिप्लेस गर्छ स्कटल्यान्डले भनेर उनीहरूले भनिदिइसके पछाडि उनीहरू चाहिँ के गरेन, बङ्गलादेश चाहिँ के गरेन भन्दाखेरि इन्डियामा खेल्न आएन। जसले गर्दा के भएको छ भन्दाखेरि ग्रुप सी जुन चाहिँ रहेको थियो नेपाल, वेस्ट इन्डिज, बङ्गलादेश, इङ्ल्यान्ड, इटली र रहेकोवाला जुन ग्रुप थियो त्यो ग्रुपमा चाहिँ अब के भएको छ भन्दाखेरि बङ्गलादेशलाई चाहिँ स्कटल्यान्डले रिप्लेस गरेको छ। अनि स्कटल्यान्ड त्यहाँ आउनुको रिजन चाहिँ के हो भन्दाखेरि हुन्छ नि हाइएस्ट ऱ्याङ्किङ हुन्छ नि अब T20I चाहिँ के छ भन्दाखेरि अहिले जुन वर्ल्ड कप खेल्ने नखेलेको टिमको जुन चाहिँ सबैभन्दा टप ऱ्याङ्किङमा छ त्यो टिम चाहिँ के हुन्थ्यो भन्दाखेरि चाहिँ अब वर्ल्ड कपमा चान्स पायो उनीहरूले बङ्गलादेश निस्केसँगै अब एकदम लकी भयो क्या उनीहरू हुन्छ नि। अब स्कटल्यान्ड चाहिँ अब के अरे युरोपियन टिमहरू हुन्छ नि जर्सीसँग, त्यस पछाडि इटलीसँग चाहिँ उनीहरू हारेर के भइरहेको थियो भन्दाखेरि अब ग्लोबल क्वालिफायर्समा हारेर चाहिँ उनीहरू खेल्न पाइरहेको थिएन। तर अहिले यता आएर के भयो भन्दाखेरि बङ्गलादेशले चाहिँ अब हुन्छ नि अब उनीहरूले विथड्र गरिसकेपछि अब हामी खेल्दैनौँ भनिसके पछाडि चाहिँ के भयो भन्दाखेरि स्कटल्यान्डले चान्स पायो। जसले गर्दा ग्रुप सीमा चाहिँ अब के भयो भन्दाखेरि बङ्गलादेश निस्केसँगै इङ्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड, नेपाल र इटाली गरेर चाहिँ के छन् भन्दाखेरि अब 5वटा टिम रहेका छन्। अब जहाँ चाहिँ के भन्दाखेरि नेपालको लागि एउटा हुन्छ नि एउटा साइडबाट हेर्ने हो भने टेस्ट नेसनसँग चाहिँ के भयो एउटा म्याच कम भयो। तर के छ भन्दाखेरि अब उनीहरूलाई हुन्छ नि त अब नेक्स्ट राउन्डमा पुग्नको लागि झन् सजिलो भन्ने खालको अवस्था बन्यो क्या। अब के भयो भन्दाखेरि उनीहरूले फेब्रुअरी 8मा इङ्ल्यान्डसँग खेल्दैछ, त्यसपछि फेब्रुअरी 12मा इटालीसँग, फेब्रुअरी 15मा वेस्ट इन्डिजसँग अनि फेब्रुअरी 17मा के छ भन्दाखेरि उनीहरू खेल्नेवाला छ, नेपाल खेल्नेवाला छ स्कटल्यान्डसँग है। अब जहाँ चाहिँ के हुन्छ भन्दाखेरि यदि नेपालले मोस्ट प्रोबाब्ली इटालीलाई हराउँछ नै अब स्कटल्यान्डसँग जो अलिकति हुन्छ नि त अब आफ्नै लेभलको टिम भइसके पछाडि जो हराउन सक्छ भन्ने चान्स छ। त्यस पछाडि वेस्ट इन्डिज सँग पनि हुन्छ नि केही गरी म्याच निकाल्यो र अब हुन्छ नि इङ्ल्यान्डसँग एकदम लोएस्ट मार्जिनले हार्यो अथवा हार्यो भने पनि अथवा जित्यो भने त हुन्छ नि अब के भयो नेपाल जसै पनि नेक्स्ट राउन्डमा क्वालिफाई हुने भयो है। अब नेक्स्ट राउन्डमा क्वालिफाई के लाग्छ तपाईँहरूलाई, नेपाल नेक्स्ट राउन्डमा क्वालिफाई हुन्छ कि हुँदैन तपाईँहरूलाई के लाग्छ प्लिज कमेन्ट डाउन। अनि हामी चाहिँ के गर्नेछौँ भन्दाखेरि अब हाम्रो नेपालको हामी हुन्छ नि इच एन्ड एभ्री म्याच चाहिँ के गर्नेछौँ भन्दाखेरि युट्युबमा लाइभ वाच अलङ गर्नेछौँ। अब हामी यदि टिकटकमा पनि हाम्रो 1000 फलोवर्स पुग्छ भने हामी हुन्छ नि जर्सी गिभ अवे सँगसँगै हामी टिकटकमा पनि लाइभ गर्नेछौँ नेपालको हुन्छ नि इच एन्ड एभ्री चाहिँ वर्ल्ड कप म्याचेसहरू। त्यही भएर यदि तपाईँहरूले हामीलाई फलो गर्नुभएको छैन भने स्पोर्ट्स टक विथ स्यान्डेलाई चाहिँ के गर्नुहोस् भन्दाखेरि इच एन्ड एभ्री प्लेटफर्ममा तपाईँहरूले फलो गर्नुहोस्। अनि हामी चाहिँ के गर्नेछौँ भन्दाखेरि तपाईँहरू पनि त हाम्रो गिभ अवे फलो गरिसके पछाडि चाहिँ तपाईँहरू के हुन सक्नुहुन्छ भन्दाखेरि हाम्रो जुन भिडियो छ जुन हाम्रो एउटा हुन्छ नि अब गिभ अवे छ त्यसमा पनि तपाईँहरू पार्टिसिपेट हुन सक्नुहुन्छ। त्यही नै हो। तपाईँहरूलाई के लाग्छ नेपालले के नेक्स्ट राउन्डमा क्वालिफाई गर्छ कि गर्दैन त? अब स्कटल्यान्ड आइसकेपछि अलिकति सजिलो छ हुन्छ नि बङ्गलादेशको बङ्गलादेशसँग कम्पेरिजन गर्ने हो भने स्कटल्यान्ड चाहिँ के छ भन्दाखेरि हुन्छ नि के हदसम्म थोरै विक छ नि त होइन। त्यही भएर के लाग्छ तपाईँहरूलाई अब के नेपालले नेक्स्ट राउन्डमा क्वालिफाई गर्ला त?